हे गाइज व्हाट्सएप अहिले बिहानको यता 7:30 बजिरहेको छ हैन। हिजो बेलुका नै मैले चाहिँ यो भिडियो बनाउन लागेको थिएँ, तर बेलुका चाहिँ बनाउन नपाएको हुनाले अहिले मर्निङमा बनाइरहेको छु। यो भिडियो बनाउनुको मुख्य कारण के थियो भने चाहिँ म तपाईँलाई चाहिँ नि हामी चाहिँ नि यता लेक साइड डिस्ट्रिक्टमा चाहिँ कुन हाउसमा बसेँ हैन, त्यसको बारेमा चाहिँ छोटो इन्फर्मेसन दिन चाहन्छु। अनि हिजो नै दिन चाहन्थेँ, तर एकदमै राति भइसकेको थियो, थकाइ पनि लागिरहेको थियो हैन। सो हिजो मैले चाहिँ यो इन्फर्मेसन दिन सकेन। सो आजको ब्लग मार्फत म तपाईँलाई चाहिँ के भन्छु भने चाहिँ यदि तपाईँले चाहिँ नि युकेमा बस्नुहुन्छ हैन भनेपछि कतै घुम्न जानुहुन्छ एन्ड फर द्याट इट्स बेटर होटल र लजहरूमा बस्नुभन्दा नि यो तपाईँले चाहिँ एयरबिएनबी हाउस चाहिँ लिन सक्नुहुन्छ फर दि फ्यामिली अपार्टमेन्टको लागि हैन, जुन चाहिँ तपाईँले चाहिँ उताभित्र हेर्न सक्नुहुन्छ। वान अफ दि बेस्ट। तपाईँलाई चाहिँ भित्रको सिन पनि देखाउँछु हैन। यसलाई चाहिँ यो पुरा घरलाई चाहिँ 500 पाउन्ड लियो होइन, योभन्दा सस्तो पनि भेटिन्छ हैन। तर यसमा चाहिँ 3 बेड किचन बाथरुम हैन गरेर त्यसरी चाहिँ हिसाब गरेर चाहिँ यता चाहिँ त्यति लिने रहेछ 500 हैन। र वान अफ दि बेस्ट सेक्योर पनि छ। र यता बाहिरको तपाईँले चाहिँ दृश्य हेर्न सक्नुहुन्छ। वाउ, इट्स लुकिङ सो नाइस, सो ब्युटिफुल। र चाहिँ यो एयरबिएनबी हाउसको चाहिँ यो मेरो फर्स्ट एक्सपिरियन्स हो हैन युकेमा है। यो चाहिँ भित्रको गेट अनि त्यसपछि यताभित्र हेर्नुहोस् त, वान अफ दि बेस्ट। म तपाईँलाई ब्याक क्यामेराबाट देखाउँछु। टु सनी बेयर, बाहिरको दृश्य यस्तो छ, भित्र चाहिँ यसरी हैन। र हामीलाई चाहिँ यहाँ लकको कोडहरू दिएको थियो हैन, अनि त्यो कोडबाट चाहिँ हामी भित्र छिरेको हो क्या। हेर्नु चाहिँ त्यो कोडबाट हामी भित्र छिरेको थियौँ है। कतातिर जहिले खोल्नु हो थियो, म त बिर्सेँ कतातिर छ त्यो कोड हैन। अनि देन आफ्टर हामी चाहिँ यसरी भित्र छिर्छौँ। यो चाहिँ नि यता बस्ने बैठक कोठा, अनि यो चाहिँ नि तपाईँको चाहिँ नि डाइनिङ हल। अन्त तपाईँलाई चाहिँ म पहिला किचनदेखि सुरु गर्छु। यहाँ अन्डरग्राउन्डमा तपाईँको किचन छ। किचन भएको भान्जी यता खाइरहेको छ। किचन पनि कति राम्रो छ। अनि यता चाहिँ नि कफी बिस्कुटहरू सबै अन्डा सन्डा ब्रेड। यो फ्रिज पनि एउटा फ्रिज, अर्को पनि फ्रिज छ हैन। यहाँ तपाईँले तावा छ, आफूले के बनाउनु पऱ्यो गर्न सक्नुहुन्छ। अनि यता यो बाथरुम, यता चाहिँ लुगा सुकाउनेहरू सबै छ। यता वासिङ मेसिन पनि छ। के बनाइराख्नु हुन्छ है? अमलेट, ब्रेड, अब हाम्रो बिहानको ब्रेकफास्ट। अनि एयरबिएनबी हाउसको लागि के रिभ्यू दिनुहुन्छ? कस्तो लाग्यो त तपाईँलाई? राम्रो छ। यस्तै व्यवस्था अब नेपालमा पनि हुँदैछ भन्नु त। हुँदैछ, धेरै ठाउँमा भए सबैलाई सजिलो। अनि के अरे अहिले त तपाईँको त सबै फेसिलिटी होटेल लज भन्दा नि मलाई त एयरबिएनबी नै ठिक लाग्यो। आफ्नो फ्यामिली आयो, जे मन लाग्यो त्यही बनायो, रमाइलो लाग्यो। भान्जी हाई गरिदियो, हाई मेरो क्युटिएस भान्जी। यता बाहिर पनि जाने ठाउँ छ, यतैबाट त्यहाँबाट देखाउँछु। बाहिर त बन्द छ जस्तै छ, ल खुल्यो। यहाँ त यता बाहिर बसेर आनन्दले हैन रमाइलो पनि गर्न सक्नुहुन्छ। कस्तो मजाको पत्थरी बनेको चाहिँ नि घर हो यो। फेरि तलदेखि माथि देखाउँछु तपाईँलाई। वाउ, अब म तपाईँलाई यसरी नै माथि लिएर जान्छु। घाट पनि कसैको डिस्टर्बेन्स पनि छैन, केही छैन। यहाँ जहीँ पनि बसिराख्नु पर्छ। यो अर्को चाहिँ घर हो, बेडरुम। कस्तो लाग्यो तपाईँलाई एयरबिएनबी? वान अफ दि बेस्ट है। होटेल लज भन्दा नि यहाँ यस्तोमा चाहिँ बस्दै रहनु त राम्रो हुने रहेछ नि। त्यहाँ डेकोरेसन पनि मजाको बनाएको छ हैन, फोटोहरू राखेको छ। अनि यता माथि पनि लिएर गइरहेछ तपाईँलाई। यो चाहिँ मेरो रुम हो। यहाँ टोइलेट बाथरुम। ओके गाइस, तपाईँलाई चाहिँ नि यो भिडियो चाहिँ नि कस्तो लाग्यो होला? मन परेछ भने चाहिँ प्लिज कमेन्ट चाहिँ ठोकिदिनु होला हैन। कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। र अरू पनि भिडियो यस्तो हेर्न चाहनुहुन्छ भने चाहिँ यसै च्यानललाई चाहिँ सब्सक्राइब गर्नुहोस् हैन। आज अब यताबाट हामी चाहिँ नि अर्को ठाउँ चाहिँ नि
जाल्ना चाहिँ घुम्नको लागि होइन, त्यो पनि ब्लग बनाउने छु। र तपाईँलाई म फेरि भन्छु, नेपालमा पनि यो फेसिलिटी आइसकेको छ। मैले एउटा न्युजमा हेरेको थिएँ होइन, एयरबिएनबी हामीले कुनै हाउस लिन सक्छौँ अथवा फ्ल्याट बुक गर्न सक्छौँ होइन। कति चार्ज त्यो त मलाई थाहा छैन होइन, तर म अब आउने फ्युचरहरूमा यदि म कतै घुम्न जान्छु, यदि म विदेशमा बसेछु भने चाहिँ फ्यामिली भिजिटको लागि एयरबिएनबी हाउस चाहिँ नि लिन्छु र इन्जोय गर्छु फ्यामिलीसँग। प्राइभेट पनि हुन्छ होइन, सेपरेट पनि भयो, आफूलाई जे खानु मन लाग्यो जे गर्नु मन लाग्यो गर्न सकिन्छ। ओके गाइस, किप वाचिङ दिस च्यानल। हे गाइज, वाट्सअप, वेलकम ब्याक टु द च्यानल। यो हाम्रो सेकेन्ड डे अफ ट्रिप हो यता लेक साइड डिस्ट्रिक्ट, र आजको हाम्रो यो डेस्टिनेसन हो एम्पल साइड, र त्यहाँ गएर चाहिँ हामी फेरि चाहिँ भ्लग बनाउँछौँ। प्लिज वाच दिस भ्लग अगेन। यता साइडमा विदेशीहरू हिँडिरहेको छ, यहाँनिर यता लेक हो त। गाइज, हिजो र आजमा कति फरक हेर्नु त। अहिले भर्खरै हामीले चाहिँ यता गाडी पार्क गऱ्यौँ एम्बल साइड। अब यताबाट हामी चाहिँ घुम्न जान्छौँ। पानी परिरहेको छ, तर त्यही पनि मैले भ्लग बनाउन चाहिँ छोडेको छैन। स्टिल आइ एम मेकिङ अ भ्लग। सो गाइज, किप वाचिङ दिस च्यानल। यहाँ सबैजना ज्वाइँहरू अब बाहिर निस्किराख्नु भएको छ होइन। यस्तो मजाको रमाइलो लागिरहेको छ र छाता पनि उडिरहेको छु र भ्लग पनि बनाइरहेको छु। अब हामीले के गर्नुपर्छ भने चाहिँ पैसा तिर्नुपर्ने हुन्छ गाडी पार्किङ गरेको। सो 1 आवरको लगभग 2 पाउन्ड चाहिँ यहाँ चाहिँ अब हामीले गाडीको चाहिँ पैसा पे गर्छौँ। पैसा पे गरेपछि मात्रै चाहिँ नि जानुहोस् है। तपाईँले यदि घुमिराख्नु भएको छैन तपाईँलाई चाहिँ फाइन लाग्न सक्छ है। सो यो कुराहरू पनि हामीले बुझ्नुपर्ने हुन्छ। एम्बल साइडको चाहिँ तपाईँले चाहिँ यता म्याप हेर्न सक्नुहुन्छ। एम्बल साइडको म्याप पनि छ, यता सबै देखाएको छ। मिलन पार्क, तर आज पानी परिरहेको छ, कता जाने केही थाहा नै छैन। मार्केट हल, द ओल्ड कोर्ट हाउस, ब्रिज स्ट्रिट, एम्बल साइड सिभिक ट्रस्ट, लेक प्यारिस काउन्सिल, द ओल्ड स्ट्याम्प हाउस। थुप्रै रहेछ, 1 2 3 4 5 6 7 8 9 10वटा घुम्ने ठाउँहरू रहेछ। सेन्टिना राखेको छ, दुईवटा राखेको छ। यता चाहिँ अलिक सानो रहेछ। हामी सेन्ट मेरी चर्च जान्छौँ, ओल्ड स्ट्याम्प हाउस जान्छौँ, ब्रिज हाउस जान्छौँ, लेक पेरिस काउन्सिल जान्छौँ, एम्बल साइड सिभिक सेन्स जान्छौँ, एम्बल साइड सिभिक ट्रस्ट जान्छौँ, ब्रिज स्ट्रिट जान्छौँ, मार्केट हल जान्छौँ, अनि लास्टमा चाहिँ द ओल्ड कोर्ट हाउस जान्छौँ। एसपी कटेज पनि जान सक्छौँ लेट्सी। ओके गाइज, अब हाम्रो फर्स्ट डेस्टिनेसन भनेको सेन्ट मेरिज चर्च हो। त्यहाँ चाहिँ हामी जान्छौँ र त्यहाँ गएर चाहिँ तपाईँलाई त्यो सेन्ट मेरिज चर्च कस्तो चाहिँ के छ त्यसको बारेमा चाहिँ तपाईँलाई चाहिँ देखाउँछौँ। भिडियो ब्लगिङहरू गर्छु र पानी परिरहेको छ, गाह्रो हुन्छ होइन पानी पर्दा पनि अब यस्तो ब्लगिङ गर्नलाई, र यस्तो पानी परिरहेको मौसममा पनि तपाईँलाई चाहिँ ब्लगिङ गरेर देखाइरहेको छु होइन। सबै फ्यामिली ट्रिप हो यो। युकेमा आएर फ्यामिली ट्रिप गर्दैछौँ हामीहरू। सो लेट्स मुभ। युके यस्तो ठाउँमा पनि होइन, यो भिलेज एरिया एकदमै। अब यता बस्दाखेरि चाहिँ मलाई नेपालको याद आइरहेको छ। साङ्गुरो ठाउँ, वाह, यताको नजारा हेर्नुहोस्, कुहिरो लागिरहेछ है, बट इट्स अ ब्युटिफुल। घरहरू हेर्नु नेपाल जस्तो लागिरहेको छैन? नेपालको स्विजरल्यान्ड, मुगु रोल्पा, मुगलिन। स्विजरल्यान्ड कहिले गएको? स्विजरल्यान्ड जस्तो लाग्छ अरे, किन हुँदैन? यस्तै त छ त। रुकुम रोल्पा। भान्जी, अहिले पनि तिमी ट्रलीमै हो? यति ठुलो भएर? ओके, लेट्स मुभ। पानी पर्दा ब्लगिङ गर्न छुट्टै आनन्द हुन्छ होइन। यहाँ आउँदाखेरि अब ज्वाइँले के भनिरहेको छ नि, यो ठाउँ भनेको लाइक स्विजरल्यान्ड जस्तो फिल भइरहेको छ होइन। अब आफू त गएको छैन होइन स्विजरल्यान्ड, तर चाहिँ नि
आइम इन्जोइङ बाई अगाडि चाहिँ कुहिरो लागेको जस्तो अनुभव भइरहेको छ होइन पुरा कुहिरै लागेको छ भनौँ न जस्ट लाइक द तर धेरै चिसो पनि छैन लाइक भनिन्छ नि अब धेरै चिसोको बेलामा चाहिँ नि अब यता आउनु त अलिक गाह्रै हुन्छ होइन बट त्यही पनि आइम वर्किङ आइम इन्जोइङ द डे नेपालमा बसिराख्नु हो सबैले चाहिँ यो ब्लग हेरिराख्नु भएको होला इन्जोय गरिराख्नु भएको होला इजी च्यानल थ्रुबाट किनभने यदि तपाईँले इजी च्यानललाई सब्सक्राइब गर्नुभएको छ नि अवश्य नै तपाईँले चाहिँ यस्तो ठाउँहरू घुम्न पाउनुहुन्छ क्या सो इम्पोर्टेन्ट कुरै देखाउन बिर्सेछु त यता बुद्धको फोटो हेर्नु त बुद्धको फोटो बुद्धको मूर्ति यता ओके अब यताबाट हामी माथि जान्छौँ पानी ल सेन्ट मेरी चर्च आइपुगिसकेका छौँ हामीहरू हेर्नु त वाउ तर यता विदेशतिर चर्चमा आउनु पनि एउटा छुट्टै आनन्द आउँछ रमाइलो लाग्छ मलाई त है ऊ घन्टी बजिरहेको छ चर्चमा सुन्नुहोस् तपाईँहरूले चर्चमा घन्टी बजिसकेको छ हामीहरू चाहिँ वक गर्दैछौँ वी आर भेरी क्लोज टु द चर्च यो पनि एउटा टुरिस्ट प्लेसै हो रहेछ है चर्च जुन तपाईँलाई चाहिँ मैले एम्बल साइडमा देखाएको थिएँ नि त नजिकबाट हेर्नु त नो पार्किङ ड्युरिङ द स्कुल डे यहाँ बास्केटबल क्लब हेर्न सक्नुहुन्छ यसरी हामी चाहिँ यो चर्चभित्र चाहिँ प्रवेश गर्छौँ चर्चहरू फर पार्किङ ल हामी चर्चभित्र आइपुग्यौँ वेलकम छ तपाईँहरूलाई चर्चभित्र कति ठुलो चर्च छ हेर्नु त पानी परिरहेको छ न त अझै रमाइलो एम्बल साइड प्यारिस सेन्टर यता चाहिँ ग्रेभयार्डहरू छ हेर्नुहोस् गाइज हामीहरू स्टिल बाहिर छौँ होइन भित्र चाहिँ घन्टी बजिरहेको छ चर्चमा र पछाडि तपाईँले चाहिँ ग्रेभयार्ड पनि हेर्न सक्नुहुन्छ दृश्य चाहिँ एकदमै रमणीय छ तर के गर्ने पानी परेको हुनाले हामीलाई चाहिँ अलिक गाह्रो भएको छ होइन घुम्नलाई र सायद यताबाट इन्ट्री छ कि कता इन्ट्री छ होइन स्टिल वी आर कन्फ्युज र अब यसरी यो ठाउँपछि हामी पनि अर्को ठाउँ चाहिँ भिजिट गर्न चाहन्छौँ किनभने वी डोन्ट हेभ इनफ टाइम है 2 घन्टाको पार्किङ चाहिँ राखेर आएको हामीहरूले गाइस सेन्ट मेरी चर्च सकिसकेको भिजिट गर्नलाई होइन नाउ वी आर गोइङ फर द नेक्स्ट डेस्टिनेसन त्यहाँ पनि तपाईँलाई चाहिँ लगेर भिडियो चाहिँ देखाउने छु होइन रमाइलो भयो जियोस् आजको अहिले चाहिँ पानी रुकेको छ सो वी आर मुभिङ फरवर्ड ल साथीहरू यो पछाडिको नजारा हेर्नुहोस् दृश्य हाउ इट लुक लाइक्स अब हामी यसरी नै अगाडि बढिरहेका छौँ इट इज लुकिङ सो ब्युटिफुल सो नाइस आई लाइक इट भन्नुपर्छ है सो अहिले फर्स्ट टाइम चाहिँ युके आइसकेपछि चाहिँ यस्तो राम्रो दृश्य चाहिँ नि हेर्न पाएको छ रमाउन पाएको छु होइन त्यही नै ठुलो कुरा हो लिभरपुलभन्दा जस्ट 3 आवर्सको डिस्टेन्समा छ हाम्रो यो लेक डिस्ट्रिक्ट साइडको चाहिँ नि एरियाजहरू अहिले चाहिँ एम्बल साइड चाहिँ हामी छौँ है हेर्नु न यता राम्रो लाग्छ नि तपाईँलाई बिचमा यसरी यो साइड पनि कति राम्रो देखिरहेछ गाइज अब तपाईँलाई चाहिँ ब्रिज हाउस चाहिँ देखाउन गइरहेको छु होइन हेर्नुहोस् यता ब्रिज हाउस वान अफ द टुरिस्ट डेस्टिनेसन अट्र्याक्सन मान्छेहरू चाहिँ यता आएर चाहिँ फोटोहरू खिच्छन् भिडियोहरू बनाउँछन् सो हाम्रो डेस्टिनेसन चाहिँ यही नै थियो हेर्नुहोस् तपाईँले पनि यता यहाँ पनि बसेको छन् सो आई लाइक दिस प्लेस कस्तो राम्रो देखेको छ यसको कस्तो ब्युटिफुल यता पनि छ द ब्रिज हाउस के लेखेको छ यता तल ब्रिज हाउस मिस्टरी स्केप बक्स एक्सपिरियन्स टुडे 14:30 मा चाहिँ यो खुल्ने रहेछ टाइमिङ दिएको रहेछ नि त पानीहरू हेर्न सक्नुहुन्छ फ्लाइङ फ्लिस एरिका यता
हाम्रो चाहिँ एउटा दोस्रो डेस्टिनेसन चाहिँ सक्यो होइन यो ब्रिज हाउसको। अब चाहिँ नेक्स्ट डेस्टिनेसनतिर चाहिँ मुभ हुन्छौँ है होइन। सो नाइस, नेक्स्ट टाइम पनि आउनु मन लाग्यो यो ठाउँ। गाइज हामीहरू चाहिँ अहिले यता डिपार्टमेन्टल स्टोर एउटा सपिङ सेन्टरतिर छौँ होइन। यता सामानहरू एकदमै ब्रान्डेड तर चाहिँ एकदमै महँगो। यो एउटा सामान तपाईँले चाहिँ हेर्दाखेरि माउन्टेनको चाहिँ नि 129 पर्दो रहेछ। अल सेल ठिकै देखेछ तपाईँको, ठिकै छ त। ओके गाइस, डिपार्टमेन्टल स्टोरबाट त चाहिँ बाहिर निस्क्यो होइन। सो एकदम महँगो थियो, ब्रान्डेड सामान माउन्टेन भन्ने लेखेको थियो, लेक डिस्ट्रिक्टको स्पेसली, बट इट्स टु कस्टली। 39 पाउन्ड, 100 पाउन्ड, 120 पाउन्ड। सो अब तपाईँले चाहिँ यो ब्रिजबाट पनि तपाईँले चाहिँ फोटो हेर्न सक्नुहुन्छ। कता गयो नि बहिनी चाहिँ सबैजना ओल्ड स्ट्याम हाउस। गाइज अब हामीहरूको चाहिँ नेक्स्ट डेस्टिनेसन भनेको ओल्ड स्ट्याम्प हाउस हो होइन। हामी ओल्ड स्ट्याम्प हाउस चाहिँ यताबाट गइरहेको छौँ। घाम त लागिरहेको छ मजाले, बट स्टिल चाहिँ नि रेनी सिजन टाइपको होइन, त्यस्तो भइरहेको छ होइन। आज न पानी परेको भइदिए अझै मजाले छाता नओढेर घुमिन्थ्यो क्यारे। अब यस्तो पानी परेको हुनाले अलिक गाह्रै भइरहेको छ घुम्नलाई, बट स्टिल आइएम मेकिङ अ भ्लग। स्टिल चाहिँ मैले भ्लग बनाइरहेको छु तपाईँहरूलाई चाहिँ देखाउनलाई, तपाईँलाई चाहिँ एक्सप्लोर गराउनलाई द लेक सिटी डिस्ट्रिक्टको एम्बलसाइड। हेर्नुहोस् अब हामी यसरी अगाडि बढिरहेका छौँ। फिस एन्ड चिप लेखेको छ होइन, फिस एन्ड चिप्स। वा, जता पनि फिस एन्ड चिप्स चाहिँ लेखेकै हुन्छ कि। हेर्नु त कस्तो ब्युटिफुल ठाउँ छ। ए गाइस, तपाईँले पछाडि हेर्न सकिराख्नुहुन्छ, जहिले चाहिँ फोटो खिचिराख्नु भएको छ। 2000 को साइकल यसो पछाडि छ, 2000 को साइकल हेर्नुहोस्, तलै लेखिरहेको छ 2000 को साइकल। अर्को पनि एउटा साइकल हेर्नुहोस् तपाईँको 4000 को साइकल, 20% डिस्काउन्ट। अब हामी यसरी नै माथि उम्किँदै जान्छौँ। वाउ, यहाँबाट खिच्नुपर्छ, उभिनु त यहाँ खिचिदिन्छु। गाइज यहाँ ट्राई मी भनेर लेखेको छ होइन। बहिनीले यहाँ हातमा क्रिम लगाएर ट्राई गर्छ। कस्तो के रहेछ? बास आइरहेछ। प्याच अफ ब्ल्याक पेपर बडी लोसन। अब यताबाट हामी हिँड्दै माथि आयौँ। तपाईँले हेर्नुहोस्, यताबाट हामी अगाडि बढिरहेको छौँ स्ट्याम्प हाउस। यहाँको नजरिया नै अर्कै छ। लुक लाइक अ स्विजरल्यान्ड। अब यताबाट हामीहरू द स्ट्याम्प हाउस हेर्न गइरहेका छौँ है। एकदमै सानो सहर, राम्रो सहर, ब्युटिफुल, एकदमै क्लिन। सो या मुभिङ फ्रम हियर। गाई यता जहिले चाहिँ यता मिलडिलबाट चाहिँ कुराहरू लिइरहेको छ। दुख्दैन कि पेट। हेर्नु त्यहाँ अन्डा र जुस, यो सबै चाहिँ तपाईँको मिलडिलमा पर्छ है। लिनुभयो होइन, आउनु। यसको हामी अहिले टेस्को एक्सप्रेसमा छौँ। नाउ वी आर राइट नाउ वी आर इन टेस्को एक्सप्रेस। यहाँ तिर्नु न यहाँ।
अहिलेको चाहिँ क्युब कार्डहरू युज गरेर हजुर क्युब कार्ड युज गरेर र अहिले चाहिँ हामी क्लब कार्ड युज गर्छौँ अब यता क्लब कार्ड युज गरिसकेपछि हाम्रो चाहिँ डिस्काउन्ट पनि पाइन्छ यता होइन सो टेस्को एक्सप्रेस वी आर राइट नाउ हियर इन टेस्को एक्सप्रेस र मिल डिलमा हामीले चाहिँ एउटा एग लिए त्यसपछि चाहिँ यो चाउचाउ जस्तो यो लिए देन आफ्टर द्याट हामीले चाहिँ यो जुस लिए सो नाउ अब जसले चाहिँ यता पे गरिराख्नु भएको छ क्लब कार्ड युज गरेँ क्लब कार्ड युज गरेपछि चाहिँ डिस्काउन्टमा पाइन्छ सो इट्स कस्ट अराउन्ड 6 पाउन्ड है किनभने मैले 6 पाउन्ड चाहिँ पे गरेको थिएँ क्लब कार्ड भयो र साथीहरू अब टेस्कोबाट हामी पनि बाटोमा खाने हिँडिरहेको छौँ होइन सो स्ट्याम्प हाउस हाम्रो चाहिँ अब नेक्स्ट डेस्टिनेसन के हो स्ट्याम्प हाउस हो स्ट्याम्प हाउस गएर अब एकछिन फोटोजहरू किने ब्लगहरू बनाउने त्यहाँ आफ्टर विल मुभ ब्याक टु द कार पार्क साथीहरू हामी ओल्ड स्ट्याम्प हाउस आइसकेको छौँ बस त्यता आउँदैन ग्यालेरी ल यही हो है ल हामी आइपुग्यौँ है ओल्ड स्ट्याम्प हाउस यिनीहरू नै हो सबै यही हो यहीँ हेर्नलाई केही छैन वाइट बिल्डिङ म त यता लन्च गर्दै खिच्दै बसिरहेको छु अब यहाँ एउटा दुइटा पार्किङ सकिन लागिसक्यो क्या ओके गाइज अब हामीले चाहिँ यता कार पार्क गरेर अनि क्यासल घुम्छौँ होइन सो एकदमै मजाको हावा चलिरहेको छ हामी सबै फ्यामिली चाहिँ गाडीभित्र छौँ जो अहिले गाडी चलाइराख्नु भएको छ र यस्तो समय यस्तो टाइम सायद वर्षमा एकपल्ट चाहिँ नि आउँछ होइन फ्यामिली भिजिट सो तपाईँले पनि आफ्नो फ्यामिलीसँग भिजिट गर्नु होला चाहे नेपालमा हुनुहुन्छ चाहे स्वदेशमा होस् चाहे विदेशमा होस् फ्यामिलीलाई टाइम दिनु होला फ्यामिलीसँग भिजिट गर्दाखेरि अर्कै छुट्टै आनन्द आउँछ किनभने धेरैजना चाहिँ साथीहरूसँग चाहिँ भिजिट गर्न रुचाउँछन् होइन साथीहरूको पार्ट त छुट्टै भइहाल्यो होइन तर फ्यामिली पनि एउटा पार्ट अफ लाइफ हो सो फ्यामिलीलाई पनि यसरी नै घुमाउनु होला ओके हामी यता आइपुगिसकेका छौँ क्यासल हेर्नुहोस् त कस्तो राम्रो देखिरहेको छ सो नाइस कार पार्क गर्ने ठाउँ तल रहेछ हामी अब यताबाट तल मुभ गर्छौँ वाउ पहाडहरू पनि यतै आएर देखियो युकेमा न त पहाड त कहाँ देखेकै थिएन मैले साँच्चै हो लन्डन बस्दा नि पहाड थिएन यता बर्किनेरमा पनि देखिएन लिभरपुलमा देखिएन तर यो लेक डिस्ट्रिक्ट आउँदाखेरि चाहिँ नि सानो सानो पहाडहरू चाहिँ नि देख्न पाइयो ल अब हामी यता पार्किङतिर अगाडि बढ्दैछौँ पार्क गर्छौँ सायद पार्क गरेको चाहिँ पैसा पनि तिर्नुपर्छ होला अब आवरको कति लिन्छ यता विदेशमा बस्दाखेरि त एउटा गाडी नभएसम्म हुँदै नहुने क्या गाडी चाहिँ नि चाहिन्छ नि ओके गाइज हामी चाहिँ यता क्यासल वी आर राइट नाउ हियर इन क्यासल यता इन्फर्मेसनहरू पनि छ होइन सो इट्स लाइक अ नेसनल ट्रस्ट सो वेलकम टु रे एडमिसन प्राइसेस ग्राउन्ड कार चार्जेस एप्लाई यो चाहिँ म्याप रहेछ ओके गाइस यताको दृश्य फेरि अर्को ठाउँ यो क्यासल अनि यो ब्याकग्राउन्डहरू हेर्नु होइन टाइम स्पेन्ड गर्नलाई समय बिताउने ठाउँ भनेको यता हो कि होलिडे प्याकेज लिने अनि त्यसपछि यता यसरी घुम्न आउने
तेरो काम हो भिडियो खिच्ने एक माथि हेर्नु भान्जा कम हियर यहाँ त रुख कस्तो खालको रुख हो भान्जा जम हेर न छौ काँडा डोन्ट डु द्याट खै बाबा कहाँ जानुभयो सो यता आएर तपाईँले चाहिँ नि यो भिजिट गर्नलाई एक दिन पुरा लाग्छ एक दिन पुरा बसिसकेपछि मात्रै यहाँ चाहिँ घुम्न सकिन्छ नत्र चाहिँ अलिक गाह्रै हुन्छ सो यता सबै फरेनरहरू छन् टुरिस्टहरू छन् एक दुईजना इन्डियनहरू पनि देखेँ मैले होइन बच्चाहरूको लागि त रमाइलो गर्नुपर्ने ठाउँै रहेछ त यो गाइस अब यताबाट हामीहरू होइन यता म त उही गर्नुको लागि आएको थिएँ सो नाउ आइ एम मुभिङ यता बसेर रिल्याक्स गर्ने पनि एकदमै राम्रो ठाउँ रहेछ फ्रेन्डहरूसँग आएर लेट्स मुभ देयर ल हाम्रो यता भान्जाले चाउचाउ खाइरहेको छ कोल्ड चाउचाउ र बहिनीसँग बसिरहेको छ बहिनी यता भित्र सुतिराख्नु भएको छ भान्जा आफ्नो एक्सपिरियन्स भन न तिमीलाई कस्तो लाग्यो त घुमेर राम्रो लाग्यो सबभन्दा बेस्ट ठाउँ कुन लाग्यो तिमीलाई घर मन पर्यो त्यही घरमा बस्न मन लाग्यो अनि बहिनीलाई पनि राख्छु त्यो घरमा कि एक्लै बस्ने हो बहिनी अनि कोलाई राख्छौ भन त बहिनी र ती मात्रै मामुलाई पनि राख्दैनौ बाबालाई अनि मामालाई सबैलाई राख्छौ मामालाई ओके अनि सानो बाबा सानो मम्मीलाई राख्दैनौ ओके गाइज अब यता यसरी भिजिट गर्ने क्रममा फेरि अर्को तपाईँलाई भ्यू देखाइरहेको छु जङ्गलको बिचमा घुमिरहेका छौँ रमाइलो गरिरहेका छौँ अनि त्यसपछि अब अहिले ज्वाइँहरू कता जानुभएको छ खोजिरहेको छु होइन जङ्गलको बिचमा यदि तपाईँहरू आउनुहुन्छ नि यसमा चाहिँ छुट्टै अनुभव हुन्छ कि होइन गाडीको आवाज आउँछ होइन न कुनै डिभाइसहरूको मेकानिकल कुनै पनि कुराहरूको जो तपाईँले साउन्ड सुन्नुहुन्न खालि चराचुरुङ्गीको मस्त हावाको खोला नालाको साउन्ड सुन्दाखेरि अर्कै आनन्द आउँछ सो वी आर इन्जोइङ दिस टाइम दिस प्लेस यता पछाडिको नि भ्यू हेर्नुहोस् त तपाईँले इट्स अ क्यासल वाउ so beautiful isn't it hey guys अब चाहिँ नि यता तल लेक साइडतिर चाहिँ भिजिट गर्न चाहिँ आइरहेको छु आई मिन टु से जान लागेको छौँ होइन ज्वाइँहरू हामीहरू सबैजना सो वी आर मुभिङ डाउन यता पछाडिबाट तपाईँले क्यासल हेर्न सक्नुहुन्छ कस्तो दामी देखेको छ है एक दिन चिसो भन्ने कुरा छँदै छैन कि चिसो भन्ने कुरा चाहिँ ज्वाइँ कराइराख्नु पर्छ अझै जोडसित घाँटीमा खसखस भयो यस वी आर इन्जोइङ दिस प्लेस यता पछाडिको अझै जङ्गल रेडी 1 2 3 यता हेरेर ल हो यता हेर हाँस अझै कस्तो अँध्यारो आएको वाह तिमी त माछा मारिरहेछौ हो या गर न हात उठाएर अझै यता हेरेर हाँस यता हेरेर अब हामीहरू यता म्याकडोनल्ड जान लागेका छौँ है अनि यता म्याकडोनल्डमा खाजासाजा खाएर त्यसपछि घरतिर प्रस्थान गर्छौँ लेट्स गो म्याकडोनल्ड बाबाले भान्जालाई बोकिरहेको छ
तपाईँले उताबाट अर्डर गर्नुभयो बिनाजी हजुर उताबाट गर्नुभयो दाइको यहाँबाट ए, गर्नुभयो हुन्छ कफी खाँदै के खाँदै? गाइज अहिले हामीले यता बर्गरहरू अर्डर गरिरहेका छौँ भने यसरी यसरी सेलेक्ट गरेर चाहिँ यता गर्नुपर्छ सो आफ्टर द्याट हामी स्टार्ट हाम्रो यता खाना आइसकेको छ है यता भान्जाले खाएको छ मैले यता फ्राइजहरू सस छ। आइसक्रिम हो र ओके गाइज अब मैले आफ्नो ब्लगलाई चाहिँ यतै इन्ड गर्न लागेको छु होइन हामी गोइङ टु इन्ड माई ब्लग सो हामी चाहिँ अब घर फर्किन लागेको छौँ आजको ट्रिप जो राम्रै भयो रमाइलो भयो होइन लेक साइडको लास्ट भनिदिनु कस्तो लाग्यो लेक साइड ट्रिप Very nice trip. We should be doing this more often. ओके विल मेक मोर भिडियोज लाइक दिस अनि त्यसपछि हाम्रो भान्जीसँगै सबै फ्यामिलीहरूसँगै हामीले बनाउँछौँ अब हामी चाहिँ अब पार्किङमा जाने त्यसपछि अब एकजना एउटा फ्यामिली दार्जिलिङमा जाने दुईटा फ्यामिली लिभरपुल जाने ल बाई ल सब्सक्राइब गर्न भनिदिनु सबैले प्लिज सब्सक्राइब एजी च्यानल Subscribe to the channel. लाइक ओके बाई बाई सी यू